हेलो गाइज, आज हामीसँग रहेको छ FZS भर्सन 3 हाइब्रिड मोडल र आज म यसको डिजिटल मिटर यानी कि TFT मिटर बारे म फुल डिटेल जानकारी दिन्छु है तपाईहरुलाई। अब यहाँदेखि लिएर यो ह्यान्डलमा प्रत्येक स्विचको, त्यसपछि TFT मिटरको र यतापट्टिको स्विचको है। सबभन्दा पहिला त हामी चाबी अन गरौँ। अन गर्ने बित्तिकै यहाँ लाइट बल्छ यमाको, अनि त्यसपछि यहाँ 1 2 3 4 5 6 7 8 9 9वटा इन्डिकेटर रहेको छ जो अहिले देखिरा छैन है। यहाँ चाहिँ स्मार्ट मिटर रहेको छ। अब म एक एक गरी तपाईलाई फुल डिटेलमा जानकारी दिन्छु कुनको के काम हो। अब यहाँ देखिरा छ किन हल्का हल्का देखिरा होला। म यहाँ सकभर कोसिस गर्छु अन गर्ने। अब इन्जन बन्द भएको बेला त जे अन गर्न मिल्छ म अन गरेर तपाईलाई म यो बाइकमा रहेको छ स्मार्ट मिटर। अब यो चाहिँ कन्ट्रोल चाहिँ यहाँ दिएको छ, यहाँ लेफ्टपट्टि ल यो छ नि, यो चारवटा स्विच चाहिँ कन्ट्रोलको। जस्तो कि मैले यहाँ यो होम प्रेस गरेँ भने त्यहाँ चाहिँ आउँछ। त्यसपछि यहाँ चाहिँ यहाँ हेर्नुस् तलमाथि गऱ्यो भने चाहिँ यहाँ चाहिँ ट्रिप 1 ट्रिप 2 चेन्ज भइरहेछ नि। यहाँ ओके प्रेस गर्यो भने त्यहाँ अप्सन खुल्छ है। ल हेर्नुस् यहाँ सेटिङ खुल्यो, त्यसपछि वेदर छ, म्युजिक छ, नोटिफिकेसन, नेभिगेसन, अनि यो सब चाहिँ मोबाइलमा कनेक्ट गरिसकेपछि म्युजिकहरू कन्ट्रोल गर्न मिल्छ है। ल अब चाहिँ सुरु गरौँ यहाँ यतापट्टिको स्विचहरुको। ल यो स्विच त भइहाल्यो यहाँको कन्ट्रोल गर्ने। त्यसपछि यो त हेजार्डको भइहाल्यो, चारवटै लाइट एकैचोटि बल्ने साइड लाइट। अनि यो चाहिँ यहाँ चाहिँ लो हाई को रहेको छ। यहाँ ल हेर्नुस् हाई लो, अनि यो चाहिँ पासको है, यसमै पासको हुन्छ। यो हल्का टाइट भएको छ, पासको छ। यो चाहिँ अब लेफ्ट राइटको भइहाल्यो। अब यो चाहिँ हर्न भइहाल्यो। त्यसपछि यो चाहिँ साइलेन्ट स्टार्ट स्विच, अनि इन्जन किल स्विच भइहाल्यो। अनि यहाँ चाहिँ यो चाहिँ SSS रहेको छ, स्टार्ट स्टप सिस्टम। अब यसकै सिग्नल चाहिँ यहाँ चाहिँ दिइरहेको छ। यो यहाँ चाहिँ यो चाहिँ लेफ्ट राइटको भइहाल्यो। म अन गरेर देखाउँछु। ल यो चाहिँ लेफ्टको भयो, यहाँ बलिरहेछ। ल हेर्नुहोस् पछाडि पनि बलिरहेछ। ल अनि यतापट्टि चाहिँ यो चाहिँ राइटको भइहाल्यो। ल हेर्नुहोस् यहाँ बलिरहेछ नि। ल यो राइटको भइहाल्यो। त्यसपछि चाहिँ ABS को लाइट अन छ। अहिले यो एकछिन चलायो भने यो अफ हुन्छ। यो बलिरह्यो भने ABS मा प्रब्लम छ भन्ने थाहा हुन्छ है। यहाँ चाहिँ इन्जनको रहेको छ। यहाँ इन्जनमा केही प्रब्लम आयो भने यो लाइट, यहाँको लाइट यो चालु हुन्छ। यस्तै यहाँ बलिरहेको हुन्छ। यो चाहिँ रहेको छ गियर पोजिसन है। यहाँ न्युट्रल छ। यहाँ चाहिँ गियर लगाउने बित्तिकै यो चाहिँ 2 नम्बर, मैले 2 नम्बर डाइरेक्ट लगाएँ पछाडि। यो चाहिँ 3 नम्बर भयो। यसरी नै चाहिँ यो इन्स्ट्यान्टली चेन्ज भइरहेको हुन्छ। ल मैले गियर कम गरेँ। ल यो चाहिँ रहेको छ RPM को। यहाँ 0 देखि 12,000, यो इन्टु 1000 यहाँ लेखिरहेछ नि, रिभोल्युसन पर मिनट। यहाँ चाहिँ TCS को यहाँ इन्डिकेटर त्यो चालु छ। यसको मतलब TCS कन्ट्रोल अन छ। त्यसपछि यहाँ त्यो फ्युलको भइहाल्यो, फ्युल गेजको। यहाँ चाहिँ अडियो अहिलेसम्म किनेदेखि अहिलेसम्म कति चल्या छ भन्ने यहाँ देखिन्छ। जस्तो कि यहाँ चाहिँ 3667 छ। अहिलेसम्म हामीले 3667 किलोमिटर चढिसकेका छौँ। त्यसपछि यहाँ ट्रिप 1 यसमा रहेको छ, ट्रिप 2, त्यसपछि ट्रिप F, त्यसपछि इन्स्ट्यान्ट फ्युल, त्यसपछि यहाँ एभरेज फ्युल, त्यसपछि एभरेज स्पिड, ट्रिप टाइम। ल यति चाहिँ फङ्सन यो भित्र रहेको छ। यहाँ चाहिँ म सेटिङ खोलेर देखाउँछु है। ल सेटिङ अन गरेपछि यहाँ चाहिँ ट्र्याक्सन कन्ट्रोल यहाँ अन अफ गर्न मिल्छ है। यहाँ छ ल माथि चाहिँ TCS भने चाहिँ यसलाई अफ गर्न मिल्छ। म चाहिँ अफ गर्दिनँ है। यहाँ शिफ्ट इन्डिकेटरको छ। यहाँ थेम्स पनि सिलेक्ट गर्न मिल्छ, यहाँ चाहिँ चेन्ज गर्न मिल्छ है। ल म यही थेम्स अहिले राख्छु, यही मलाई नाइट मोडको मजा आउँछ। त्यसपछि अर्को चाहिँ यहाँ म्युजिक छ है। ल म्युजिकमा चाहिँ हामीले साउन्ड के भन्छ बढाउन मिल्छ, घटाउन मिल्छ। त्यसपछि नेक्स्ट गर्न मिल्छ। के भन्छ अर्को चाहिँ प्रिभियस सङको सिलेक्ट गर्न मिल्छ। अहिले चाहिँ त्यो यो सब चाहिँ ब्लुटुथ कनेक्ट गरिसकेपछि हुन्छ। यहाँ टाइम पनि देखिरहेछ। अनि अर्को चाहिँ यहाँ चाहिँ नेभिगेसन भन्ने छ। यो चाहिँ गुगल म्यापहरूको भयो, यहाँ लोकेसनहरूको कुरा भयो। त्यसपछि यहाँ नोटिफिकेसन है, मेसेज आएको बेला, मेसेज कल आएको बेला यहाँ नोटिफिकेसन आउने गर्दछ। त्यसपछि यहाँ वेदर भयो, वेदरको पनि फङ्सन छ। त्यसपछि यति रहेको छ। ल नाइट भ्यू तपाईलाई देखाउँछु है अडियो मिटरको। ल लाइट पनि हेर्नुहोस् मजाले भ्याउँछ, मस्त देखिन्छ, पुरै कार जस्तो लाइट। ल भएको जति मैले भनिसकेँ यसमा भएको जति। ल अब भिडियो यहीँ एन्ड गरौँ। सब्सक्राइब गर्न चाहिँ रिक्वेस्ट गर्छु है, गरिदिनु होला।